समालोचक आदरणीय प्रमोद दाइले 10 मिनेटभित्र भन्नुहुनेछ, हामीलाई बताउनुहुनेछ। आज लोकार्पित हुन लागेको पुस्तक अन्तिम सालको यो लोकार्पण समारोहका अध्यक्षज्यू, प्रमुख अतिथि, नेपाली न्याय क्षेत्रका विशिष्ट व्यक्तित्व, नेपालका प्रथम महिला प्रधान न्यायाधीश आदरणीय ज्यू सुशीला कार्कीज्यू, माननीय न्यायाधीश ईश्वर प्रसाद कतिवडाज्यू, अतिथिको रूपमा मञ्चमा उपस्थित नेपाली सिनेमाका विशिष्ट नायक सरोज खनालज्यू, लेखक राजेन्द्र वाग्लेज्यू, मेरा मित्र विमल भौकालीज्यू एवं समुपस्थित विशिष्ट महानुभावहरू, सर्वप्रथम म अन्तिम साल राजेन्द्र वाग्लेज्यूको प्रथम उपन्यासका लागि उहाँलाई हार्दिक बधाई ज्ञापन गरेर आफ्नो कुराहरू सुरु गर्न अनुमति चाहन्छु। उहाँसँग अहिले भर्खरै मात्र मेरो भेट भयो र मैले यो पुस्तक उहाँलाई नभेटिकन, उहाँको पृष्ठभूमि केही पनि थाहा नपाइकन केवल एउटा पाठकको रूपमा, नेपाली साहित्यको पाठकको रूपमा मात्र मैले पुस्तकलाई हेर्ने कोसिस गरेँ र अहिले यहाँ आइसकेपछि मैले थाहा पाएँ उहाँ आफै पनि न्याय क्षेत्रको हुनुहुँदो रहेछ। तथापि उपन्यास पढ्दाखेरि प्रत्येक पाठकलाई पक्कै न्याय सेवासँग सम्बन्धित व्यक्तिले नै लेखेको भन्ने भान चाहिँ पर्छ, किनभने पुस्तकको उत्तरार्धमा गएर जब पुस्तकको नायक सौरभले आफ्नो रुचिको विषय कानुन पढ्नका लागि पृथ्वीनारायण क्याम्पसमा भर्ना हुनका लागि कोसिस गर्छ र भर्ना हुन्छ र त्यसपछि उसको अध्ययन सुरु हुन्छ, त्यसपछि लाग्छ पक्कै पनि यो पुस्तकका लेखक कतै सौरभको रूपमा, पुस्तकको नायकको रूपमा अवतरित भएको छैन भन्ने शङ्का चाहिँ लाग्छ। सबैभन्दा महत्त्वपूर्ण कुरो के हो भने नेपाली साहित्यमा धेरै किसिमका उपन्यासहरू लेखिएका छन्, छापिएका छन् र त्यसमध्ये विशेष गरी न्याय क्षेत्रसँग सम्बन्धित विषयलाई लिएर लेखिएका उपन्यासहरू मेरो विचारमा, मेरो अध्ययन अनुसार अत्यन्त कम छ या छँदै छैन अवस्था। यही क्षेत्रका मान्छेलाई अलिक बढी भित्री रूपमा थाहा हुन्छ, बाहिर रूपमा सतह रूपमा त हामी सबैलाई थाहा छ। अहिले डिजिटल युगमा छौँ हामी प्रत्येक बिहान मोबाइलमा आएका समाचार र घटनाहरूबाट हेरिसकेपछि हामीलाई एक प्रकारको अवस्थाको थाहा हुन्छ सबै क्षेत्रको, तर त्यो भित्री कतिपय कुराहरू हुन्छ त्यो बुझ्नको लागि चाहिँ त्यही क्षेत्रका मान्छेलाई मात्रै सम्भव हुन्छ। र त्यस हिसाबले अन्तिम सालमा राजेन्द्र वाग्लेजी आफै पनि कानुनी क्षेत्रमा लामो समय कार्यरत भएर चाहिँ अवकाश लिएर बस्नुभएको व्यक्ति हुनुभएकोले त्यसका कुराहरू आएका छन् र जो वास्तवमा यो उहाँको एउटा सपना पनि हो जस्तो लाग्छ मलाई। र राजेन्द्र वाग्लेले अस्ट्रेलियाको भूमिमा अन्तमा जुन किसिमको सम्मान पाएर चाहिँ एक प्रकारले नेपाली हुनुको गर्व पाठकलाई दिन्छ, त्यो वास्तवमा एउटा सुखद उपन्यासको सुखद अन्त्यको रूपमा मैले चाहिँ यो कथाको परिवेश कास्की र तनहुँको पृष्ठभूमिबाट उठेको छ। त्यहाँको कुनै एउटा बालक अझ त्योभन्दा पनि अगाडि भने 3 दिदी बहिनी मध्ये माइली को छोरा सौरभको यात्रा कसरी दुःखदायी र पीडादायी अवस्थामा पनि उसले आफूलाई कसरी सक्षम बनाउँदै शिक्षाका क्षेत्रमा अगाडि बढाउँछ भन्ने त्यो एक प्रकारको सङ्घर्षको कथाबाट सुरु भएको छ यो उपन्यास। प्रतिस्मरणीय रूपमा देखिन्छ त्यहाँ
कहिले कहिले लाग्छ त्यति सानो बालकमा यो चेतना कहाँबाट आयो, किनकि प्रत्येक बालकको मनोविज्ञान हामीलाई थाहा छ। केटाकेटी हुँदा त्यो खेल्नमै बढी रुचाउँछ, तर एउटा त्यो सौरभ जो खेलकुद सबै कुराबाट अलग रहेर खालि अध्ययन गर्ने र अध्ययनका माध्यमबाट आफूलाई कसरी स्थापित गर्न सकिन्छ भन्ने मात्रै सोचमा चाहिँ उसको चाहिँ त्यो बाल्यकाल पनि बितेको देखिन्छ। आमाको मृत्युपछि हजुरआमाको छत्र छायामा बसेर उसको अध्ययन सुरु हुन्छ र उनी क्रमशः पृथ्वीनारायण क्याम्पसमा कानुन पढेर एउटा स्टेसनरी पसलमा सामान्य विक्रेताको जागिर खाँदै कसरी सङ्घर्षरत हुँदै हुँदै उनी कानुनी सरकारी कानुनी सेवाभित्र प्रवेश गर्छन् र क्रमशः आफ्नो क्षमताले आफ्नो योग्यताले आफूले गरेका कानुनी कतिपय फैसलाका कारण उसको लोकप्रियता कसरी बढ्दै जान्छ, अन्तमा ऊ कसरी नेपालको प्रधान न्यायाधीशको कुर्सीमा विराजमान हुने अवस्थामा पुग्छ भन्नेको सम्पूर्ण कथा हो यस उपन्यासमा चाहिँ आएको छ। र एउटा सङ्घर्षशील व्यक्तिले सङ्घर्ष यदि गर्दै जाने हो भने आफूले रोजेको क्षेत्रमा समर्पित भएर अगाडि बढ्ने हो भने त्यसले चुलीमा पुग्न कुनै गाह्रो हुँदैन भन्ने कुराको एउटा सन्देश पनि यो पुस्तकबाट चाहिँ कतिपय नाटकीय कुराहरू पनि छन्। त्यो उपन्यासलाई अगाडि बढाउनका लागि त्यो सायद आवश्यक पनि थियो होला, किनभने उपन्यास भनेको आख्यान हो, त्यो जीवनको कथा हो, समाजको कथा हो, अन्ततः त्यो देशकै पनि कथा हो। र सबैभन्दा यो पुस्तकको मलाई चाहिँ सबैभन्दा महत्त्वपूर्ण पक्ष लागेको यो पछिल्लो चरणमा, विशेष गरी 2046 साल पछाडि र अब 2062-63 को राजनीतिक परिवर्तनपछि नेपालको राजनीतिक क्षेत्रमा थोरै यसले प्रकाश पारेको छ, तर त्योभन्दा धेरै न्यायिक क्षेत्रमा कस्ता किसिमका विकृतिहरू आए भन्नेको चाहिँ भण्डाफोर गरेको छ। र मलाई लाग्छ यो पुस्तकको सबैभन्दा महत्त्वपूर्ण पाठ त्यो हो, किनभने हामीले कुनै पनि क्षेत्रमा भएका विकृति र विसङ्गतिहरूलाई जबसम्म चिरेर अगाडि बढ्न सक्दैनौँ, मलाई लाग्छ त्यति बेलासम्म कुनै पनि समाज कुनै पनि देश अगाडि बढ्न सक्छ जस्तो लाग्दैन। भर्खरै पनि हामीले न्याय क्षेत्रका बारेमा प्रत्येक दिन एउटा नयाँ नयाँ कुराहरू सुनिरहेका छौँ। भर्खरै एउटा सर्वोच्च अदालतको एउटा फैसला आएको छ जहाँ प्रधान न्यायाधीश आफै अलमतमा पर्नु। हामीले हेरिरहेका छौँ यो मुद्दा खालि न्याय क्षेत्रका मान्छेहरूसँग मात्रै सम्बन्धित होइन, कति बेला लाग्छ यो न्याय क्षेत्रको बेग्लै कुरा होइन। नेपाली जनताले अलिकति टाढा बसेर सबै कुरो निहालेर हेरिरहेको छ र कुनै बेला कुन समय आउँछ र त्यो समयमा यो युद्धको मार्फत होइन मतको मार्फतबाट यो सत्तालाई कसरी अब फेर्न सकिन्छ भनेर सबै हेरेर दृढतापूर्वक हेरेर बसिरहेको छ। अत्यन्त क्षमतावान मान्छेहरू बाहिर बस्नु परेको छ र क्षमता नभएका टपरटुमियाहरूलाई क्रेनले उठाएर चाहिँ कुनै एउटा आसनमा राखिएको अवस्था छ। यो अवस्था तपाईँ हामीलाई थाहा छ, न्यायालय क्षेत्रमा त देखिँदैछ। हामीले भर्खरै संसदमा केही व्यक्तिहरूले बोलेका भिडियोहरू सार्वजनिक भएका छन्। सामान्य लेखिएको कुरो पनि उच्चारण गर्न नसक्ने व्यक्तिहरू सांसद भएको अवस्थामा तपाईँ हामीले के आशा गर्न सक्छौँ र हामीले 46 साल पछाडि र अझ 2062-63 पछाडि नेपाली जनताले भोगेका यथार्थहरूलाई चाहिँ अन्तिम छालले हामीमा चाहिँ ल्याइदिएको छ। र मलाई लाग्छ यो उपन्यासको महत्त्वपूर्ण कुरो यही हो। न्याय क्षेत्रका कुराहरू लेख्नु हुँदैन, लेख्यो भने अदालतको मानहानि हुने गर्छ भनेर एउटा सर्वव्यापी रूपमा भनिन्छ। यसको अर्थ सर्वोच्च अदालत अथवा न्यायालयले जे पनि गर्नुहुन्छ भन्ने अर्थमा त हामीले लिँदैन। ऊ पनि कहीँ न कहीँ बाँधिएको त छ नि। अब अहिलेको अवस्थामा राजेन्द्र वाग्लेजीले न्यायको क्षेत्रमा कसरी एउटा सक्षम व्यक्ति जो
अन्यायको विरुद्धमा काम गरिरहेको छ, जसले महिला अधिकारका लागि, बालबालिकाको अधिकारका लागि, लैङ्गिक समानताका लागि काम गरिरहेको व्यक्तिलाई कसरी सत्ताले कसरी महाअभियोगको लगाइदिन्छ र उसलाई चाहिँ पदबाट हटाउँछ भन्ने एउटा चित्र पनि यसमा आएको छ। कतिपय कुरो त हामीले भोगिआएकै हो नि। एउटा पात्र हाम्रा आदरणीय दिदी सुशीला दिदी आफै पनि जसमा आगो र तुफानका कुराहरू छन्। त्यो आगो त्यही जनताको मतबाट अभिव्यक्त हुन्छ, त्यो तुफान त्यही जनताको मतबाट फेरि पनि अगाडि आउँछ र त्यसपछि एउटा साँच्चैको समृद्ध, शान्त, स्वच्छ र न्यायपूर्ण नेपाल देख्ने